साथीहरू यो चाहिँ ओमल ब्रिज रमाइलो छ ठाउँ घुम्न आउनु होला। खोली के भयो आज त माछा त यति ठुलो पानी परेछ खुट्टामा छानमा आज त्यो ठुलो पानी त कहाँ होला आउने माछा सानो पानी पऱ्यो हो भने मरेन भने पानी नि ठुलो एकछिन आज प्लास्टिक डर हाल्छ पानी ठुलो रहेछ छाल बढी यति ठुलो र तिर कस्तो आउँछ अब कहीँ नभएको छाल आउनु पर्ने फर्स्ट यो कस्तो आउँछ है लाइफमा फर्स्ट एक्सपिरियन्स गर्दैछु कस्तो हुन्छ राम्रो पनि ठिक छ नराम्रो पनि ठिक छ जस्तो भयो त्यस्तै हुन्छ फर्स्ट भिडियो हो कोसिस जारी हुन्छ भगली छ नि हो ठाउँ त मैले माछा मार्ने त्यस्तै हो ठुलो पानी यस्तो भएको जस्तो जस्तोमा आउँछ कि माछा माछा त सम्झिने पानी छाम्किने कस्तो जान्छ यार मस्त भनेको त पानी ठुलो रहेछ तर साफ चाहिँ साफ रहेछ एक ताक आउँदाखेरि योभन्दा 2 महिना अगाडि रातो नि रातो भने पानी त माछा मर्दा पनि मर्दैन बिहानदेखिबाट 11 बजीदेखिबाट 4 बजीसम्म बस्यो माछै मर्दैन के भने अब जाउँ हेरौँ भाग्यमा मच्छी देखाएको छैन